कति लिनुभयो हजुरले पारिश्रमिक? 10 दिन रे रामसँग यसले बम हो तिम्रो दाँत कतिवटा छ? मेरो दाँत 32 वटा छ 32 हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। मैले आज एकजना अतिथि लिएर आएको छु। उहाँको एकदम रमाइलो इन्टरभ्यु हुनेवाला छ। हजुरहरूले हेरेर इन्जोय लिनु होला। हजुरलाई स्वागत छ मेरो कार्यक्रममा। धन्यवाद तपाईले मलाई बोलाउनुको लागि। हजुरको परिचय यो माइक यता छ। हजुरको परिचय हजुरले भन्नुहोस्। मेरो नाम माहेरा बस्नेत हो। हजुर अनि हजुर त एकदम राम्रै हुनुहुन्छ रे। कहाँ पढ्नुहुन्छ? गिरिबुड्डामा। अनि तपाईको पछि त 4-5 जना केटा पनि लाछन् रे हैन? तपाईको एउटा भाइ पनि छ रे। के त्यही भाइले हान्दै रहेछ ठ्यास्सै पारेर तपाईको दाँत झर्यो? के भएर दाँत झर्यो भन्नुस् त? सब जनता जान्न चाहन्छ। के भएको थियो रे? यहाँ मसँग यस्तो नभन्नु। यहाँ क्यामेरामा आउँदैन। यहाँ क्यामेरामा माइकमा बोलेपछि त्यहाँ आउँछ। तिम्रो मम्मीले यसरी ठ्यास्सै हानेर ढ्यास्सै हाने त हैन? हो। अनि तपाईको मामा घर कहाँ हो? यही हो। यही भने कहाँ हो? माइकमा आऊ। तपाईको मामा घर कहाँ हो? थाहा छैन। त्यहाँ भने कहाँ हो? थाहा छ? त्यहाँको नाम थाहा छ? हजुर हजुरले अलि राम्रो तपाईलाई मैले एकदम हाई बजेटमा मैले हजुरलाई इन्टरभ्यु दिन लिएर आएको। हजुर हो नि? कति लिनुभयो हजुरले मेरो इन्टरभ्यु मेरो कार्यक्रममा इन्टरभ्यु दिन आएको? कति लिनुभयो हजुरले पारिश्रमिक? 10 दिन रे पैसा तपाईले बजेट बुझ्नु भएन नि। हजुरले कति पैसा मैले हजुरलाई कति पैसा दिएँ अनि तपाईँ हजुर यो इन्टरभ्यु दिन मन्जुर हुनुभयो भन्नुहोस् त? कति दिएँ मैले हजुरलाई? धेरै खुसी भएको छु। कति दिएँ मैले? 1000 1000 अनि त्यसमा यो पनि खाँदै गर्नुहोस्। 1000 मा प्लस हो यो। हजुर हजुर ल अनि के भन्छ अरे हजुर त राम्रो डान्स गर्नुहुन्छ अरे। एकछिन डान्स गर्नुहोस्। एकछिन नखाम गीत आयालाई के दियो म बैना फल्ल्यौ कि फल्बो तेरो माला क्यामेराम्यान अर्को एउटा हिन्दीमा नाच्नु न म्याम। हजुरको गीत डान्स एकदम मन पर्यो रे दर्शकहरुलाई। एकछिन नाचिदिनु न फेरि ओए क्यामेराम्यान बोल्न पाइन्न। अनि अर्को कुरा क्यामेराम्यानलाई धेरै रमाइलो भयो जस्तो छ। मुन्नी बदनाम होए डार्लिङ त्यस्तो गर्न मुन्नी बदनाम होए डार्लिङ तेरेले रामसँग यसले बम होए। ओ यो त पोडकास्ट हो कि डान्सर वाला हैन कि? हजुरको आन्टीको नाम के हो थाहा छ? कोन्टी मामा घरको आन्टी। अहिले माइकमा बोल्नुहोस्। मामा घरको आन्टीको नाम के हो? मामाको आन्टीको नाम सेन्नानी। के भन्दा सेन्नानी भने सेन्नानी रे के होला? सेन्नानी के हो? तपाईको कान्छी आन्टीको नाम सेन्नानी। अनि माइली आन्टीको नाम छिमा। अनि दुईटा आन्टीमा हजुरहरूलाई कुन आन्टी मन पर्छ एकदम धेरै? अलि स्टाइल गर न। कुन आन्टी धेरै मन पर्छ? माया कसको धेरै लाग्छ? हैन एउटाको खुलाउनुस् आज। धेरै माया कसको लाग्छ भन्नुस्? छिटो भन्न म ठिन्न न भुग्या आवाज आन्न फेरि माइकमा बोल्नु। कसको माया लाग्छ धेरै? सेन्नानी। सेन्नानीको माया लाग्छ धेरै त। क्वेशन मलाई बाटा खान्छ है। के हो के इन्टरभ्यु भने यस्तो बोल्छ? सुन्नु स्टप एकछिन नखानुहोस्। तपाईँलाई मैले बोलाएको यहाँ खाएको खाइ के भन्छ अरे तपाईँको बाबा राम्रो कि मम्मी? मम्मी माइकमा बोल्ने यसरी नजिक लिएर। मम्मी हो बाबाको म धेरै माया लाग्छ कि मम्मीको? मम्मीको हो। तपाईँलाई त खोइ त्यो फिल्ममा अफर आउँछ अरे हिरोइनीको? यस आउँछ। कुन के को रोलमा आउँछ? आमाको कि सासूको? सासूको रोल आउँछ। म ठिकै छ। छोडिने बस्ने त म मेरो भाइ मेरो मम्मी मेरो आमा मेरो काका हुनुहुन्छ। हजुर अरु भन्नुहोस्। मेरो काकाको नाम दिनेश बस्नेत हो। मेरो आमाको नाम पुलती बस्नेत हो।
मेरो बाबाको नाम घनश्याम बस्नेत हो, मेरो आमाको मम्मीको नाम लक्ष्मी बस्नेत हो, मेरो बाबाको नाम मोहन बस्नेत हो, मेरो भाइको नाम हो डेभिड बस्नेत हो। अनि काकाले कति मेरो भाइ कति चकचके छ। मेरो काकाको छोराछोरी जन्म्यो भने मैले र भाइले हान्छौँ। किन तपाईले काकाको छोराछोरीलाई किन यसरी हान्ने सोच्नु भएको छ भन्नुहोस्? मैले त्याले मलाई हान्नुहुन्छ। यदि तपाईले सक्नुहुन्छ भने काकालाई हानेर देखाउनुहोस् न। काकाको छोराछोरी त्यो बिचारा बच्चाहरूलाई किन पिट्ने? यही बोलाउनु न त। यहाँ कसलाई बोलाउने? त्यहाँ काकालाई के गर्ने काकालाई? भन्ने हान्ने आउनु दादा काका म तपाईँलाई हान्छु भनेर हान्ने। त्यसरी आफूभन्दा ठुलोलाई हान्न पनि हुन्न, बच्चालाई पनि हान्न पनि हुन्न, हान्ने मार्ने काट्ने कुरा गर्न हुन्न। थिएन होइन त्यो हान्नै राम्रो हो। किन हान्ने भएपछि राम्रो हुन्न? हान्न हुन्न? एकदम ज्ञानी हुनुपर्छ। मम्मी बाबा कस्तो हुनुहुन्छ हो त्यस्तै हुनुपर्छ। मम्मी बाबा त काममा ध्यान हुन्छ सधैँ, काका फेरि हानिरहन्छ त। हुन्न मामा र बाबा र मम्मीले काम गरेर बेला काकालाई पड्काइदिइहाल्नुहुन्छ। कसरी हान्नुहुन्छ? तिम्रो दाँत कतिवटा छ? मेरो दाँत 32 वटा छ। कतिवटा? 32। खै ओहो। हजुरलाई यो अब अन्तिम प्रश्न, हजुरलाई कस्तो कपडा मन पर्छ भन्नुहोस् त? मलाई कुर्ता साडी गुन्डो चोली हजुर। गुन्डो। तपाईँलाई छोटो कपडा मन पर्दैन? नाइ म छोटो कपडा मैले कहिल्यै देखाएको छैन। कहिले लाउनु भएको छ कि नै? ला छैन मैले। कहिले लाउनु भएको छैन? ओहो, छोटो कपडै मन पर्दैन? छोटो कपडै मन पर्दैन? साडी मन पर्छ? छोटो कपडा लाउने केटी देखेर कस्तो हुन्छ तपाईँलाई भन्नु त? झन् राम्रै मान्दिनँ। कस्तो हुन्छ तपाईँलाई? राम्रै लाग्दैन? छोटो कपडा लाउने केटी मन पर्दैन? कोही केटी छोटो कपडा लाएर आइरहेछ भने के गर्नुहुन्छ तपाईँले? ओ माई गड, यस्तो हुन्छ छोटो कपडा लगाएदेखि? ओ माई, यस्तो हुन्छ? ल, हजुरले यति अमूल्य समय हजुरले मेरो लागि दिनुभयो, यसको लागि एकदम धेरै हजुरलाई धन्यवाद। फेरि पनि मेरो पोडकास्टमा आउनु होला, मेरो यो इन्टरभ्यूमा आउनु होला। यस्तै रमाइलो रमाइलो के भन्छ अरे बोल्नु होला, गरौँला, रमाइलो रमाइलो गरौँला। अनि एकचोटि अन्तिममा एकचोटि गीत गाइदिनुहोस् त, एकदम राम्रो गीत गाएर जानुहोस् भन्नु त, एकदम राम्रो, मलाई मन परोस्। गुलाबी गुलाबी गाछ सुनेरी सुनेरी बात जुम बिहान नै बिहान से कर ये दिनों के नानों से कर ओ बानो के बिनो के रात बिनो जिनो से रात बिनो गिनो के रात गिनो के बाल से तेरे रात गिनो के बाल। ल, धन्यवाद हजुरहरूले यति हाम्रो भिडियो हेरिदिएकोमा एकदम धेरै धन्यवाद। यस्तै माया गर्नु होला, यति धेरै माया गर्नु होला। यति धेरै माया गर्नुभयो भने हजुरलाई, यति धेरै माया गर्नुभयो भने फेरि पनि हामी अर्को इन्टरभ्यू लिएर म उहाँलाई पनि ल्याउन सक्छु। फेरि अर्कोचोटि उहाँ भेटाएन भने कसैलाई पनि म लिएर आउन सक्छु। कस्तो लाग्यो हाम्रो यो कालिका मोटी भेष